मलाई भेट्न आको कि कुट्न आको? भेट्न आएको नि बेबी। डेटिङमा कसले कुट्न बोलाउँछ हौ? अनि कुट्न आको होइन भने तिम्रो दाजु र भाइलाई चाहिँ किन लिएर आको त? को दाजु? कसको दाजु? कहिलेको दाजु? म उसको बेस्ट फ्रेन्ड हो, दाजु होइन। बेबी यो के सुन्दैछु म? यो भुस्तिग्रे तिम्रो बेस्ट फ्रेन्ड हो? ओइ मुख सम्हालेर बोल। मेरो भेनालाई भुस्तिग्रे भन्छस्? भेना? यो तिम्रो भाइले के भन्दैछ बेबी? यसलाई पो भेना भन्छ त? अनि भेनालाई भेना नभनेर के भन्छ त? भेडा? तँलाई त भेडा नै भन्नुपर्छ, तँलाई त्यही सुहाउँछ। एकछिन भेडा होइन तँलाई त भेडाको भे काटेर त्यसको ठाउँमा गे जोडेपछि जे बन्छ नि हो त्यो भन्नुपर्छ तँलाई। बेबी अब चाहिँ अति भयो है। सरी भन टमीलाई। टमी? खोइ कहाँ छ टमी? देख्दिन त म। टमी आइज ल ल ल आइज टमी आइज। कुतु कुतु कुतु। टमी मेरो बेस्ट फ्रेन्डको नाम हो, उसलाई सरी भन भनेको। ए यसको नाम टमी पो हो? अनि खोइ त पुच्छर यसको। बेबी के को बेबी? म दुध खाने बच्चा हो र बेबी भनेको? बात त सही है। तिमीले मलाई छोडेर यसलाई रोजेको होइन? अब यसलाई नै भन बेबी। त्यस्तो होइन के बेबी, टमी मेरो साथी मात्र हो के। अच्छा अनि साथी मात्रै हो भने यो तिम्रो भाइको भेना चाहिँ कसरी भयो त? को भाइ फेरि? ऊ मेरो भाइ होइन के। मेरो भाइ छैन, थाहा छैन तिमीलाई? अनि को हो त यो डल्ले? तेरो हिम्मत कसरी भयो मलाई डल्ले भन्ने? चिना चस्मोको हो? चिन्या छैन त बाबु। को हो तिमी? डल्ले संघको अध्यक्ष हो? बेबी सरी अनि को हुनुहुन्छ त उहाँ महाशय? तिमीलाई रिया थाहा छ मेरो साथी? थाहा छ जसको सिल्की कपाल छ अनि गुलाबी ओठ छ त्यही होइन त? अब तू गया बेटा। तिमीलाई त मलाई भन्दा धेरै थाहा रहेछ त। थाहा भइहाल्छ नि, तिमी जतिखेर पनि त्यहीसँग टिकटक बनाउँछौ अनि थाहा हुँदैन त? त्यही रियाको भाइ हो? होइन रियाको बचपनको साथी छ कि दीक्षा भन्ने हो, उसको चाहिँ भाइ हो। ए त्यसो भए यो कुकुर। मेरो मतलब यो टमी र त्यो दीक्षाको लभ पर्दैछ हो? हो, तर म दीक्षालाई जति माया गर्छु त्यति नै माया आफ्नो बेस्ट फ्रेन्डलाई पनि गर्छु, बुझिस? वाह क्या लड़का है। ये क्या बक रहे हो मादरचोद? साले तेरो आफ्नै जेफ रहेछ त। आफ्नो जेफलाई छोडेर मेरो जेफलाई किन पछाउँदैछस्? साले कलर छोड मेरो। कलर होइन तेरो घाँटी समातेको छु मैले साले। फिल भएन तँलाई? त्यसो भए घाँटी छोड्न त। बेबी घाँटी छोड टमीको। किन? तिमीलाई हट भयो? भयो, घाँटी छोड भनेको सुनेनौ? अब त झन् दबाउँछ यसको घाँटी। साले त मरिस आज। तेरा तो गेम बजाना पड़ेगा। बचाओ, हेल्प मी। घाँटी छोड मेरो भेनाको। सुनिना सहिले, घाँटी छोड। त डरले धेरै नबोल है, अहिले कान्छी औँलाको झापड भेट्लास् नि फेरि। झापड हान्छस्? बस हवा निकल गई। आइज हान मलाई, म तयार छु। भाइ भयो, चर्ती कला नदेखाऊ। चर्ती कला होइन, म पुलिसको छोरा, मलाई कुनै डर छैन। तर यो शङ्करलाई हात उठा, झापाको काजीरामको छोरालाई हात उठा। यो शङ्कर मरेर गए पनि सालो केटो एकचोटि छोड्देऊ, माफ गरिदेऊ यसलाई। जो हुकुम भेना। बेबी तिमी मलाई माया गर्छौ कि गर्दैनौ भन त? गर्छु नि, त्यही भएर त भेट्न आएको तिमीलाई। त्यसो भए यिनीहरूलाई घर पठाइदेऊ न त। हाम्रो डेटमा यिनीहरूको के काम? रुको जरा। टमीले अस्तिदेखि तिमीलाई हेर्ने भनिरहेको थियो के, त्यही भएर देखाउन लिएको तिमीलाई। यसले मलाई किन हेर्नु पर्यो? म यसको बेहुली हो र हेर्नलाई? बेबी तिमी किन बाङ्गो कुरा गर्छौ के भएको छ तिमीलाई? मलाई के बाचा रे? तिमी चाहिँ बाङ्गो मान्छेहरूसँग हिँड्दा हुने सालेको बम से उडा दूंगा। अनि मैले चाहिँ बाङ्गो कुरा नि गर्न नहुने। तिम्रो बिहाफ त लास्टै किचकिच रहेछ पूर्णिमा। बिल्कुल। हाम्रो मामलामा त किन बोलेको साले? तेरो पहेँलो दाँत सबै झार्दिन्छु है, होस् गर। बोल्छु, के गर्छस्? म उसको बेस्ट फ्रेन्ड हो, मलाई बोल्ने हक छ। मलाई पनि हक छ, किनकि म पूर्णिमा दिदीको बेस्ट भाइ हो। साले तसँग चक्कु नभएको भए तँलाई टिपेर डस्टबिनमा फाल्दिन्थे। के भनिस्? डस्टबिनमा फाल्ने रे? केही होइन, तिम्रो चक्कु साह्रै च्वाक रहेछ भनेको के बोले भाइ? कहाँबाट किन्यौ यो चक्कु? किनेको होइन, मेरो जेफले गिफ्ट दिएको हो मलाई। तिम्रो पनि जेफ छ र? या के दिएर पठायौ? चकलेट कि आइसक्रिम? Hey guys, if you want to earn playing and enjoying Play Chicken Road game, it has 4 levels from easy to hardcore, and every step you take, your earning increases. Secure your win before getting caught in a trap. Use my promo code to register and get a bonus of Rs 2,10,000 plus 150 free spins. बेबी आज के हो थाहा छ तिमीलाई? थाहा छ नि बेबी, आज सन्डे हो नि। त्यो त सबलाई थाहा छ नि। सबलाई थाहा छैन नि बेबी, यो मूर्खलाई नै हेर न। सन्डेको दिन पनि मन्डे लेखेको भेष लागिरहेछ। तिमीलाई साँच्चै थाहा छैन आज के हो भनेर? थाहा छ के बेबी, थाहा छ। आज त्यो हो क्या? त्यो जुन हरेक वर्ष आउँछ नि, हो त्यो हो क्या आज? हरेक वर्ष त धेरै कुरा आउँछ नि। नाम भन्, नाम। साले नाम होइन, तेरो राम नाम सत्य गरिदिन्छु अहिले म। धेरै नबोल। देख्यो पूर्णिमा, मैले भनेको थिएँ नि, यसलाई तिम्रो बारेमा केही थाहा छैन। तँलाई थाहा छ त साले? थाहा छ भने भन् त। थाहा छ त, मलाई त पूर्णिमाको जन्म कुण्डली नै थाहा छ नि।
जन्म कुण्डली थाहा छ भने ज्योतिषी बन्न त साले। ये भगवान क्या जुलुम है। मेरो लभ स्टोरीको भिलेन किन बन्छस्? भिलेन त हो साले, म त हिरो हो हिरो। तेरो बाउले भन्छ त्यही भएर पूर्णिमालाई तबाट बचाइरहेको छु। ए मूर्ख, बचाउँछस् भने तेरो जीएफ लाई बचा जा। कुञ्चैले काखमा राखिसक्यो होला। मेरो जिएफ को टेन्सन छैन मलाई, मेरो जिएफ लाई बचाउने मेरो सालो छ। अच्छा तेरो सालो त चाक कोटाउँदै बसिरहेछ, कसरी बचाउँछ तेरो जीएफ लाई? सालो केटो, हजुर बेना, तिम्रो दिदी कहाँ छ? बजार गएको छ बेना, कोसँग गएको? एक्लै गएको छ। एक्लै किन जानु दिएको? तिमी पनि जानु पर्दैन? म किन जानु हौ, दिदी दिनभरि सपिङ गर्छ, आफ्नो लागि नयाँ नयाँ लुगा किन्छ, अनि मलाई चाहिँ 10 रुपियाँको बरफ मात्र किनिदिन्छ। त्यसैले मलाई दिदीसँग कहीँ जानु मन लाग्दैन। 1 मिनेट ल, म दीक्षालाई कल गरेर आउँछु। पक्नु बेना, म पनि आउँछु। पहली फुर्सत में निकल। बेबी, म हुँदा हुँदा तिमीलाई बेस्ट फ्रेन्ड बनाउनु जरुरी छ र? चुप लाग, सुरुमा मेरो प्रश्नको उत्तर देऊ। के हो आज? आज जे हो त्यही हो नि बेबी। साले तू कस्तो तिमी एउटै कुरामा अल्झेर बसेको के? हिँड जाऊ चटपटे खान। मैले चटपटे खाइसके, तिमीले खाऊ। कतिखेर? अघि यता आउँदा खाएको टमीसँग। टमी टमी टमी, यो टमीको बच्चालाई त नि म। के भो, तिमीलाई टमी मन परेन? मन परेन, पटक्कै मन परेन। नाम सुन न, नाम टमी। मान्छे भएर कुकुरको नाम राखेको छ। यसमा टमीको के दोष? यो नाम त उसको बाउआमाले पो राखेको हो त। अच्छा बाउआमाले पनि त्यसै राखेको होइन होला नि त। जन्मिने बित्तिकै एउटा खुट्टा उठाएर मुत्न थाल्यो होला, त्यही भएर राखेको होला नि। त्यो सब छोडा, आज के हो भन? थाहा भएको भए भनिहाल्थे नि हौ। आजको दिन न त तिम्रो बर्थडे हो, न त भ्यालेन्टाइन डे हो, न त त्यस्तो केही स्पेशल डे हो। अनि कसरी थाहा हुन्छ त? आज मेरो पुन्टीको जन्मदिन हो, बिर्स्यौ तिमीले? यो पुन्टीको हो फेरि? पुन्टीलाई पनि बिर्सेको अब? छैन छैन, कहाँ बिर्सिनौ पुन्टीलाई? पुन्टी तिम्रो काकाको छोरी होइन त? मेरो काका छैन। ए सरी सरी, याद आयो। पुन्टी त तिम्रो काकीको छोरी पो त है? क्या करूँ इसका? काका नभएपछि काकी कहाँबाट हुन्छ? हो सही भन्यौ तिमीले। काका नभएपछि काकी कहाँबाट हुन्छ? तू मेरी नकल करता है। को रहेछ त यो पुन्टी? पुन्टी मेरो घरको बिरालो, कसरी बिर्स्यौ तिमीले? देख्यौ बेबी, मैले तिमीलाई कति सजिलै उल्लु बनाए। मलाई पुन्टीको बारेमा सब थाहा थियो। हिजो भर्खर त देखेको थिएँ तिमीसँग भिडियो कलमा बोल्दा। अच्छा हिजो म मामा घरमा थिएँ। मेरो मतलब अस्ति क्या, अस्तिको भिडियो कलमा देखेको थिएँ। अस्ति पनि म मामा घरमै थिएँ। किन थियौ त बेबी, किन थियौ? कति बसेको के मामा घरमा? अब त घर आऊ। के भयो? यसले भन्न सकेन आज के हो भनेर? कसरी सक्छ त? यसलाई तिम्रो चिन्तै छैन? तर मलाई छ। आज तिम्रो पुन्टीको बर्थडे होइन? मैले पुन्टीको लागि गिफ्ट ल्याइदिएको छु। वाउ, के छ यसमा? पुन्टीको फेभरेट खानेकुरा छ नि, के हुन्छ र? बेबी, यसलाई पुन्टीको बारेमा सब थाहा रहेछ। यसको र पुन्टीको बिहे गर्देऊ। क्या बक रहे हो मादरचोद? चुप लाग तिमी। टमीलाई हेरेर केही सिक, उसले मेरो कति ख्याल गर्छ। इतनी खुशी। कुकुर भएपछि मालिकको ख्याल त गर्नु परिहाल्यो नि। फेरि भन्छ, ए भाइ, तिम्रो उमेर चक्कु बोक्ने होइन क्या, ललिपप बोक्ने हो। खो यहाँ देऊ चक्कु, म तिमीलाई ललिपप दिन्छु। साँच्चै? साँच्चै। नदेऊ सालो नदेऊ, यसले ढाँटिरहेछ तिमीलाई। कंट्रोल। मलाई 5 वटा ललिपप अनि 2टा किटक्याट चाहिन्छ, अनि मात्र दिन्छु यो चक्कु। तेरो बाउले राख्न दिएको थियो मलाई। त्यो चक्कु मलाई दे, नत्र त चक्कु बोकेर हिँड्छस् भनेर तेरो परिवारलाई भनिदिन्छु। खत्तम। हेर पूर्णिमा, तिम्रो बोयफ्रेन्डको असली रूप। यत्रो बच्चालाई ब्ल्याकमेल गरिरहेछ, ठुलोलाई झन् के गर्ला? कसम भनेको, मैले तँलाई एक्लै भेटे भने तँलाई 2 मिनट कुटेर जमिनमा गाडेर फेरि झिकेर 5 मिनट कुट्छु अनि घर पठाउँछु, बुझिस्? खतरनाक लोग है। भुक्ने कुकुरले कहिले टोक्दैन बाबु। जो धेरै बोल्छ नि त्यसले केही गर्न सक्दैन। हिम्मत छ भने हात लगाएर देखा। ई लाए, के गर्छस्? साले आफूलाई होइन मलाई हात लगाएर देखा भनेको। म मेरो जीएफ को अगाडि कसैलाई हात लाउँदिन। मैले कसम खाएको छु। कहिले खायो बेबी? मलाई थाहा छैन त। तिमीसँग होइन के बेबी, मैले आफैसँग कसम खाएको छु। म तिम्रो अगाडि कसैलाई हात लाउँदिन। Why are you gay? खुट्टा लाउन त बेबी, खुट्टा लाउँदा त हुन्छ होला नि। हात खुट्टा केही लाउँदिन भनेर कसम खाएको छु क्या मैले। आज कसम तोड्दैन त कसम तोड्नमा माहिर छ छैन र? तेरो बाउले भन्ने होला। बेबी, हाम्रो सबै कुरा सुनाउनु पर्छ यसलाई। अनि बेस्ट फ्रेन्डलाई सुनाउनु पर्दैन त? म त मेरो बेस्ट फ्रेन्डलाई सबै सुनाउँछु। म के गर्नु त? नाच्नु? अबे साले। नाच नाच। मैले पूर्णिमाको लागि साडी ल्याइदिएको थिएँ, त्यही लाएर नाच। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show